छ केटा हो म चाहिँ यहाँ अनिस साथीको भ्लगमा आइरहेको छु होइन ल टोनी भ्लग्स एके अनिस एके टोनी भ्लग्स यहाँ हाम्रो हुनुहुन्छ है विमलजी अनि हाम्रो टोनीजी हुनुहुन्छ यहाँ है आयोजक यो भ्लगको आयोजक ल म टोनीजीलाई दिन चाहन्छु ल जाऊ ल नेमार ल पछि भेटौँ है त ल नेमारको घर यो ल नेमार गयो अब यहाँ विमल र म चाहिँ जानु लाग्यो बाटोमा हेर्दै जाऊँ के हुन्छ होइन कुन बाटो जाने चाहिँ विमल हामी हाइवे निस्केर मान्छेको विकास नि हुँदो रहेछ क्या भन्न लागेपछि चाहिँ होइन ल सबले हेरिदिने क्या म हाम्रो सन्चै किन हो त्यहाँको व्हाइट हाउस पार्टी प्यालेसको अगाडि निस्क्यो माथि विमल चाहिँ लाइसेन्स त छैन एक गाडी साडी सब हान्छ के अरे अब यसले आजको भ्लग चाहिँ पुन्डीकोटको हुन्छ हाम्रो तर अब कुखुराको मौसम पनि एकदम गुड छ अहिले आज चाहिँ फेरि कुखुराको अलिक भरै हुन्छ क्या होइन बेलुका पानी पनि पर्दैन सक्छ र अहिलेसम्म चाहिँ गुड छ अब यहाँ फेरि ट्याग लगाएर यो ठाउँ कुन हो भन्दै चाहिँ यो हाम्रो सिर्जना चोकको एकदम सेन्टर पोइन्ट गर्छौँ हामीहरूले यो चाहिँ सिर्जना चोक हो अहिले चाहिँ जान्नु पऱ्यो हामी ल यता विमललाई यता आइ भन्दै नि त ल आइ विमल चाहिँ हल्का हिरो भएर हिँडेको आज त्यसलाई चाहिँ फेरि चिन्नै नसक्ने भइन्छ कि सधैँ हिरो ल फाइनल्ली हामी चाहिँ छोरेपाटन आइपुग्यौँ है विमलले अब कताको दुलो दुलोबाट छिराएर भए पनि छोरेपाटन निकाल्यो है चलाएर निकाल्यो अब चाहिँ हामी अलि अगाडिबाट चाहिँ माथि लाग्छौँ आज मिठो आइहाल्छ माथितिर लाग्नुपर्ने हुन्छ अब ऐनामा नि हेर्न मिल्दो रहेछ त खै के हो यस्तो गाईहरू स्तुपाको ट्याक्क मुनि आइपुग्यौँ हामी गराएर विमलले मिठो राई हालिरहेको छ स्तुपा चाहिँ ट्याक्क माथि स्तुपा जाने चाहिँ कताबाट हो त्यही हो सार्वजनिक शौचालय स्तुपा चाहिँ यहाँबाट माथि हो जाने होइन यो सिडी नै सिडी छैन माथि नि त सिडी नै सिडी चढेर जानुपर्छ यता चाहिँ स्तुपा हो माथि हो क्या यताबाट हो क्या सिडी जाने अब चाहिँ यो बाटो चाहिँ अन्त गयो यहाँ जाँदैछौँ शिवजीको मन्दिर टेम्पल शिवको भक्तहरू यहाँ रोक्न त एक लट तलको सिन देखाइदिउँ है विमल यहाँ टक्क लाएर स्कुटर रोकिसकेको छ आमामै हिरो भनेर हेर्दै लुक्स त फेरि यसको कडा छ नि त विमलले त्यहाँ टक्क तलको भ्यू चाहिँ कस्तो आउँछ हेरौँ है त राइट आमा भ्यू हेर्नुहोस् यो चाहिँ फेवा तल पुरै
टक्क त पारीको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, त्यो पारीको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, त्यो चाहिँ सरङकोट हो। टक्क लाएर चाहिँ पुरै फेवातालै फेवाता। यता छ बिमल हेन्सम, ओए सक्छ त यसलाई। अनि माथि चाहिँ पुम्तीकोट छ, उता चाहिँ मिठो भ्यू छ होइन। बिमलले कमेडी हानिदिइसक्यो यहाँ, उसलाई मा चाबीलाई रिमोटबाट गर्नुपर्ने भएछ। खिचिराख्ने हो यो उमा केही देखिएन कि रातो बोल्यो। हरियो बोल्यो होला, नदेखियो होला कि ला मलाई आना यार तेरो सिस्टम हेर आमा। यो अब यसको मालिक त यो सब हरिएर छ नि त, नजान्ने छ नि त हामीले। अब ल ल ल निकाल निकाल, बिमलले ल स्कुटर निकाल्यो। फाइनल्ली बिमलले स्कुटर पनि निकाल्यो। टक्क जानुपर्ने हुन्छ अब। ल बोल्यो आज घाम छ यहाँ पोखरामा यार, सिधै राति पुगिसक्यो। अझै हामी ननस्टप जान्छौँ। यो फाइनल्ली वी आर हियर पुम्तीकोट होइन त बिमल। यता चाहिँ नि यता कता कता टाढा टाढा गएछ भनेको। ल धेरै दिन कति त फर्स्ट टाइम होइन पुम्तीकोट? यो चाहिँ फर्स्ट हो। अहिले चाहिँ हामी चाहिँ अन द वे रोडमा छौँ होइन। हामी यता हेर्न के हो बोल्न त खोइ यो त क्यामेरा बेसी बोल्दै नसक्दो रहेछ यार। म त यही बोल्छ कि भनेर आएको। किन नलजा न त लजाएर हुन्छ भ्लग गर्ने यस्तै हो पारै ट्याग ट्याग ट्याग। सो त्यही हो। अब चाहिँ हामी चाहिँ वाकिङमा छौँ अहिले। अब कति मिनट लाग्ला माथि पुग्न? 5 मिनट। सो त्यही हो। अब चाहिँ 5 मिनट लाग्छ भनेको छ बिमल साथीले। यो त डेन्जरै। ल है फाइनल्ली हामी पुम्तीकोटमा इन्ट्रान्स गरिसक्यौँ। पुम्तीकोटको प्रवेशद्वारबाट भित्र छिरेका छौँ। अनि अब चाहिँ भगवानको दर्शन हुनेछ आज। आज चाहिँ आफ्टर लङ टाइम पछि चाहिँ हामी पुम्तीकोट आएका छौँ। यता चाहिँ भ्यू चाहिँ यस्तो हो लेकको, मिठो रहेछ होइन। यताको अगाडि चाहिँ यस्तो महादेव छन् होइन। यता चाहिँ अब अर्को महादेव बिमल छ। यी बिमल कताबाट हो छिर्ने? हो शीतल शीतल बाटै हिँडौँ न। कति यता गरेर हेर्दा ओ अनुहार देखेँ, फेरि अनुहारै नदेखेर नि फेरि लाग्छ। इनबाट यो क्या आउट त हो आइज हिँडाइले थाहा हुन्छ नि त कुन इन किन आउट भनेर। त उताबाट चाहिँ आउने बाटो भयो, यताबाट चाहिँ उताबाट चाहिँ सरी उताबाट चाहिँ जाने बाटो भयो, यता चाहिँ आउने बाटो। अब बिमल कन्टेन्ट क्रिएटरको मलाई सल्लाह दिन्छ, फेरि आफू बोल्दैन यार, यस्तो नि हुन्छ र। सल्लाहकार हो भन्छु। अब निर्देशन चाहिँ नेवार हो क्या। कलाकार त म भइहालेँ अब होइन। यो सिँढीको बाटो उकालो छ, हिँड्नु पऱ्यो होइन, के गर्ने यस्तै छ। हाम्रो फोटोसुट हुन्छ यसो भिडियो पनि बनाउने भनेको। स्थगित गरेर फोटो गराऊ। सो वी आर हियर पुम्तीकोट। त्यो इन्ट्रान्स पैसा लाग्छ नि यहाँ? लाग्दैन क्या? सो अहिले चाहिँ हामी पुम्तीकोटभित्र आइसकेका छौँ, देख्न सक्नुहुन्छ। लेट्स सी पहिला चाहिँ हामी टिकाना लगाउँछौँ। आइज नि यता हो कि
पहिला चाहिँ अब बिमार लिएर मैले टिका सिका लाउँछौँ पुङ्गीको कस्तो हुन्छ हामी एकछिन अफ हुन्छौँ ल होइन तैँले लगाएर म देखाइदिनु पऱ्यो नि त ल बन्द भइसकेछ क्या जुत्ता चोरी भएको रे कि खाली फिटाइ जान्छ ओके बिमलले चाहिँ यहाँ भगवान्सँग के प्रार्थना मागे ओके सो म पनि जुत्ता खोल्छु सो लगाइस् ल म पनि लगाउँछु यता सो फाइनली लगाइदिइसक्यो बिमलले अब दक्षिणा पनि दिइसक्यो ओके खाली खुट्टै लेट्स मुभ है ल हातमा जुत्ता लिएर टक्क लाएर माथि जानेहरू भाइ माथि पनि जाऊँ ल उता ए भ्यू टावरमा पनि जाऊँ न तिमी पहिला फेरि जुत्ता चोरी भन्दा तनावै हुन्छ होइन क्वालिटी त अब हुनु परेन देखेला नि बाहिर होइन ल जुत्ता यहाँ छ है त्यही हो ओहो दिदीहरू खाली खुट्टे भएर खुट्टा पोलेको छ तर हाम्रो त छैन किनकि मजा लाग्छ बिमारले यहाँ यस्तो ओरिजिनल हात त ओ माई गड यहाँ त लास्ट गरम छ क्या अब सकिन्छ त अब ओ माई गड फोटो त हान्नै पर्छ होइन एकलरमा सर र भ्यू देखाइदिन्छ है त त्यहाँपछि बिमलको चाहिँ फोटो सर्ट हुन्छ यहाँ सो ऊ त पारी चाहिँ के रहेछ पारी चाहिँ टक्क बेलुन सेलुन छ के हो त्यो थाहा भएन कता जाने हो र एकलट आइसकेपछि जानै पर्यो नि बिमलले भनेपछि नजाने कुरो हुन्छ अब गइन्छ त्यता पनि बिमलको चस्माको गाइज यो कस्तो देखेछ यसो भनिदिनु होला कमेन्ट पनि गरिदिनु होला फर्स्ट कमेन्ट चाहिँ बिमलकै होला जस्तो आज अब कस्तो आउँछ होइन त्यही हो आज मौसमले हामीलाई साथ दिएको छ आज त एकदम गुड डे भरे भाइ शीतल पनि छ गर्मी पनि छ प्लस पानी चाहिँ नपर्दियो हुन्थ्यो भन्ने आशा छ हाम्रो होइन फेवातालको भ्यू चाहिँ पछाडि छ अहिले देखाउँला त पनि अहिले चाहिँ हामी कहाँ जानु लाग्यो है हामी अहिले पार्वतीको पार्वती उता शिवजी यता पार्वती हो र अनि हेर्नु शिवजी यता पार्वती पनि रहेछ नि ड्रिम सिटीले सही हो सही हो यसै कन्टेन्ट क्रिएटर भन्छु त तँलाई मैले पुरा बुझ्छस् नि त ल है ल आन्टी आन्टीहरूको यता टिकटक पनि देखाइदिइसक्यौँ ल हाई भनिदिनु आन्टीलाई यता पनि भ्लगमा ल थ्याङ्क यू लट्स अफ लभ तल त बाई भन्न ल बिमल चाहिँ अगाडि हिँडिरहेको छ जे भन्छ राम्रोको लागि भन्छ स्वाहा पार्वतीको नाममा आहा भन्ला नि बिमलले अब ल मिठो छ गार्डन चाहिँ टक्क लाएर ल यता चाहिँ फेवाताल छ ल यस्तो मिठो भ्यू छ कि यहाँ आउने मान्छेहरूको माइन्ड चाहिँ एकदम फ्रेस हुन्छ है के हुन्छ है स्पिरिचुअल यसले पनि दियो कि फेरि ट्याङ्की ट्याङ्क दियो एकदम धेरै जस्तोले इन्डियादेखि आउनु हुँदो रहेछ यहाँतिर घुम्न ल है पार्वती पनि देखाइदिउँ भ्लगमा पार्वती पनि देख्थ्यो यता आन्टीहरू हुनुहुन्छ सो त्यही हो अब चाहिँ यहाँ पनि अब बिमल आइसकेपछि फोटो त खिच्नै परेन अनि ल
ठ्याक्क अपोजिट साइडमा ए अँ चाहिँ के छ के भन्दाखेरि रहेछ रे पार्वतीको मन्दिर अनि तिमी याद गरेको देख्छौ त्यहाँ मयूरको उस्तै छ नि त ए मयूरको प्वाख पनि मयूर होइन मयूर नै छ देखिन त्यहाँ सरी सरी यार मयूर माथि बस्नु भएको रहेछ नि त सोधे ल निकै रमाइलो रहेछ गुड एन्ड पेस छ ठाउँ चाहिँ एकदम एकदम यहाँ आयो भने चाहिँ हामीलाई सकारात्मक ऊर्जाले भरिपूर्ण मिल्छ होइन कि कस्तो साथी हो सही हो सरी यतिको चाहिँ हुनु विमल पोलिसी त सकियो क्या फेरि यहाँ त विमल पोलिसी सकियो है त ल म चाहिँ टिका लाएको थिएँ भर्खरसी टक्क मेरो चाहिँ अब लास्ट घाम थियो नि त माथि त अनि हट्छ साथी अनि पसिनाले पग्लिहाल्यो पसिनाले पुरा प्ल्यास भइसक्यो मेरो चाहिँ विमलको चाहिँ फेरि नजिकै हेर त यसको चाहिँ छ है अझै पनि ल यो त फेरि यस्तो भनेपछि त हुरुकै हो नि वा मौसम चाहिँ एकदम कस्तो यसलाई कस्तो भन्छ अरे गुड डे गुड डे यसलाई कुल डे सरी यसलाई चाहिँ एकदम कुल डे भन्छ होइन के छ खाने र त्यहाँ गएर कुछ खाना मात्रै ल ए विमान मच्छी होला हावाले उडाएका कपाल भनेको हाम्रो चाहिँ अहिले पोजिटिभ इनर्जीले एकदम बुस्ट भएको छ हामी चाहिँ अब शान्ति एकदम मनको शान्तिको लागि हामी कहाँ जान्छौँ अब यहाँपछि लेक साइड पोखराको नम्बर 1 गुड प्लेस भनेको कहाँ हो रे धेरै पर्यटन आउने ठाउँ नै लेक साइड हो अब चाहिँ हामी चाहिँ यहाँ जुस खान्छौँ रे त जुस हामीलाई चाहिँ दाइले यहाँ हालिदिँदै हुनुहुन्छ रस हिँड्दै खाने विमलले लियो है राख्नु भएन खानु निस्किनु हाम्रो तल छैन लाउनु समात्नु त ल जामिन ल कस्तो जुस उखुको एकदम मिठो एन्ड टेस्टी एकदम मिठो छ यता आइज नि यता 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 गर्मीको लागि ठिक हो नि त भिटामिन इनर्जी तर डेन्जर स्टामिना दिन्छ अरे नि उखुको रसले मलाई कसले हो भनेर आएको पुन्जीको ठाउँमा चाहिँ यस्तो यस्तो पसलहरू छ उहाँबाट फाइनली डस्टबिन पनि भेटियो डस्टबिनमा त हाल्नै पर्यो के गर्नु फाइनली विमलले अब स्कुटर झिक्ने तर्फरमा छ क्या खै ल हेर त अब स्कुटर तानिदिनै पर्यो ल यहाँ यता देखा नि त विमलले यहाँ अब टी सर्ट स्कुटर घुमाउँदैछ हजुर 20 हो कि 10 होला नि गाडीको पो 20 हो हजुर गाडीको 20 हो नि गाडीको यस्तो हो कि अब 20 रुपियाँ सबैसित लिएको म यतिको मान्छेले तपाईँहरूसित 10 रुपियाँ बढी लिएर मलाई होइन सुविधा परेको त लिनै पर्यो हामी नेपालीहरू सबै बुझ्ने छौँ हजुर मैले चाहिँ तपाईँको यहाँ के हो भने सरकारले व्यवस्था गर्ने हो नि त खास त व्यक्तिले जाँदा टोयलेटको यहाँ खानालाई पनि सुविधा छ गाउँले चुलो होइन आजभोलि आधुनिक उमा मान्छेले ग्यासमा पकाएको खाना भन्दा चुलोमा पकाएको खाना राम्रो हो क्या त्यो भएपछि हामीले लिन पर्यो सुविधा दिएको हो कि यसले धेरै फाइदा छ हजुर हजुर मैले बोलेको राखिदिएँ हुन्छ ल सुविधा बेसी त त्यसको बापत केही पाउनु पर्यो नि ल ल है अङ्कलले के भन्नु ठिको कि केटीको तपाईँहरू आफै डिसाइड गर्नु होला त्यो चाहिँ हामीलाई थाहा भएन त्यो कन्फर्म छैन सगरको बारेमा राख्यो भने हो हामी चाहिँ भित्र राखेको होइन
तेल बचाउ अभियान पनि चलिसक्यो विमलको यहाँ। ल गाइजहरू फाइनल्ली लेक पनि आइयो। अघि टुप्पोमा थियौँ भने अहिले फेदमा छौँ। हाम्रो ठाउँ झरियो। कहिले तल कहिले माथि हो तल माथि त भइरहेको कता हो भाइ बोटिङ त हान्नै पर्यो, मन्दिरतिर नि घुम्नै पर्यो। के गर्ने हान्ने कि नहान्ने भनेको है। यसले ज्याकेट उनिसक्यो है ल। फ्रीमा पाएको ज्याकेट उनिहाल्यो केटी अब चाहिँ म पनि ज्याकेट लाउँछु। फाइनली ज्याकेट चाहिँ मैले लगाइहालेँ। यो क्लिपमा पनि पार्छु होइन। कस्तो 2 जना 1 घन्टा घुमेको 900 अरे जहाँ मिल्ने सेवा जाने दिनभरि घुमेको कि के हो? 1 घन्टा ल है ल केटाहरू डुलाउँ अब ताक राख फोटो खिचौँ। यो ट्याक साक हान्दै त ए 2 जना ल छाता ल्याइएन हामीले के गर्ने हो। पोलो ल है बिमल पनि डुङ्गामा चढ्यो। अब ढल चाहिँ खस्यो क्या फोन त तल डरै लाउने पो भयो त। ल है हात पनि भित्रै छ। अगाडि धेरैजना दिदीहरू हुनुहुन्छ, दाइहरू हुनुहुन्छ। उता अर्को बोट छ, यता अर्को बोट छ। विमलले यहाँ मस्त लगाएर गरिरह। ढिलपिल हुन्छ त। गर्मीमा त चढ्न नहुँदो रहेछ बोटिङ यार, पोलेर हेर्नु हुँदो रहेछ। धेरै बग्यो हाम्रो ल है आन्टीहरू भन्नुभयो त कस्तो ढिलो बग्यो यार। लोड धेरै भएर त्यो बटम त लाउनै पर्ने हो यार, लाइएन सलल त हात बाहिर नजिक काइङ गर्ने कि त्यसमा भनेको होइन। काइङ गर्न सकिन्छ तर हातमा पट्टु लाएर आउनुपर्छ कि यस्तोमा खाने त हामी। अर्को दिन आउनु त काइङ गर्नु अर्को दिन आउनु एक दिन मिलाएर शनिबारतिर भयो भने मलाई मलाई त्यस्तो राखेको छ। ल म त के हो यार ढिलपिल हुन्छ। खाजा हटको लागि दिनभरि अब घुमेर थके पनि
अम्बिका जुस बार पनि रहेछ ल अगाडि जता छिरे पनि छिराउन ल हिँड्न पारि ओभरटेकमा छैन यतै छिराम कि अम्बिका जुसमा अम्बिकामा सुल्तान झर्न जास् ल मजा आउँछ मलाई पनि ल आएन अब चाहिँ हामी अम्बिका जुसमा झर्छौँ क्या त्यसपछि के हुन्छ अनि त्यसपछि चाहिँ अब तपाईँहरू आफैले भन्नु होला हिरो